हेलो एन्ड नमस्ते गाइजहरु सबैजनालाई मेरो भिडियोमा वेलकम छ। अनि यो प्लास्टिकको झोला बोकेर अनि म चाहिँ कहाँ जान लागेको भन्नुहुन्छ भने चाहिँ म चाहिँ बारीतिर जाँदै छु, त्यो पनि साग टिप्नको लागि। साथीहरु के को साग भन्नुहुन्छ भने फेरि बेथेको साग हो के साथीहरु। अनि मलाई चाहिँ मासु माछा भन्दा चाहिँ एकदम खाना रहर लाग्ने भनेको चाहिँ साग हो के। माछा मासु पनि नखाने चाहिँ हैन, खान चाहिँ खान्छु हैन, तर पनि त्यस्तो खानालाई तल लाग्दैन के माछा मासु चाहिँ। अनि साग चाहिँ म जति पाए पनि जहाँबाट खोजेर भए पनि खान्छु के। बच्चैदेखि फेभरेट हो मेरो साग चाहिँ। अनि यहाँ बारीतिर आएको, अनि यहाँ साग चाहिँ खासै चित्त बुझ्दो चाहिँ रहेनछ हैन। अनि सानै रहेछ। अनि यहाँ मसुरो छर्नु भएको, मसुरो पनि खासै उम्रेन रहेछ। अनि आमा चाहिँ गुनासो पुग्दै हुनुहुन्थ्यो क्या। अनि त्यत्रो मसुरो छरेको उम्रिँदै नउम्रिएछ भनेर हैन। अनि म चाहिँ अब आइहाले, रित्तै फर्किने कुरा त हैन। भिडियोमा त कस्तो राम्रो देखिएको छ, तर उखाल्न चाहिँ एकदम गाह्रो भइरहेको थियो। मसुरहरू पनि उक्लिने भएको कारणले गर्दाखेरि उखाल्न नि मिलेको थिएन क्या। अनि अब साग खानको लागि रोपेको मसुरोलाई नै उखाल्ने कुरा त भएन। अनि अब आइसकेपछि रित्तै जान चाहिँ मलाई मन लागेन क्या। अनि अलिअलि भए पनि उखालेर लैजाम न त भनेर अनि हल्का उखाल्दैछु साथीहरू हैन। यस्तै छ, अब तरकारीको जुगार गर्नै पर्छ छोरी मान्छेलाई, अनि बनाउन पनि पर्छ। अनि एक त मेरो यो साग फेभरेट नै हो, म जता पनि गएर टिपेर ल्याएर खान सक्छु हैन, जति टाढा भए पनि जान सक्छु यसको लागि चाहिँ। एक त अब घरमा तरकारीको पनि अब छोरी मान्छेलाई गाह्रो हुन्छ कसरी बनाएर दिउँ भन्ने हुन्छ। अब यो समयमा तरकारी पनि हरियाली छैन नि त खासै, अनि तरकारी किन्दा नि एकदम महँगो छ। अनि आजकल चाहिँ मैले धेरै जसो सागसब्जी नै खाने गरेको छु। अनि हामीले चाहिँ यता घरमा पनि टिपेर राखेको थियौँ क्या अलिकति चाहिँ। अनि यतै घरतिर टिपेर राखेको थियौँ। अनि अलिकति यो गरेर चाहिँ एक छाक चाहिँ हुन्छ आजलाई। अनि हेर्न सक्नुहुन्छ यतातिर तोरी फलेर यस्तो छ फुलेर। अनि मैले चाहिँ बाटामा एउटा थाङ्ग्रा भेटाएको थिएँ, एउटा सिमी हाल्न थियो क्या। मैले यहाँ सिमीहरू रोपेर यस्तो राम्रो बनाएको छु साथीहरू। अनि हामी घर पनि आइपुग्यौँ। अब यो सागलाई फेरि जराइदेखि उखालेको हो, अब फेरि यसलाई त केलाउनु पनि पर्यो नि त। अब त्यसै जरासँग खाने कुरा भएन। अनि मैले चाहिँ यहाँ सागलाई केलाइसकेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। साग त्यो चाहिँ मैले अघि नै घरमै केला राखेको साग हो। यो चाहिँ अर्को साग हो क्या साथीहरू। अनि अघि लिएर आएको साग हो, त्यो अघि देखाएको चाहिँ घरमै अघि नै केलाएर गइसकेको थिएँ। हेर्न सक्नुहुन्छ अब यस्तै छ। म चाहिँ यहाँ अब गाली गर्दै सबैलाई कराउँदै साग केलाउँदै थिएँ। हाम्रो घरमा चाहिँ सबैले गाली गरे गर्नुपर्छ, सबै त्यस्तै छन् है। अनि बल्ल बल्ल अनि साग केलाएर भ्याइसके साथीहरू। अनि आजलाई भइहाल्यो। तपाईँहरूले अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मैले चाहिँ सकि नसकी जानी नजानी सानो सानो भिडियो बनाइरहेको छु, सबैले सपोर्ट गरिदिनु होला है मेरो साथीहरू। सबैजनाले हेरेर माया देखाइदिनु होला भन्न चाहन्छु। बाई बाई साथीहरू।